मैले तँलाई अहिलेसम्म भनेको छैन होइन, तर तँलाई चाहिँ ठुलो ठुलो टिका लाउँदा राम्रो देखिन्छ। सोच्थेँ क्या तँलाई मैले भनेको छैन होइन, तेरो नाकमा कालो एउटा कोठी बनाउँदा राम्रो देखिन्छ तँलाई। नाइस। सीमा मैले तँलाई अहिलेसम्म भनेको छैन होइन, तँलाई गालामा ठुलो ठुलो यहाँ गोलो गोलो बनाउँदा राम्रो देखिन्छ। सोच्थेँ क्या तँलाई मैले भनेको छैन है, तँलाई यति राम्रो राम्रो जुगा बनाउँदा राम्रो देखिन्छ तँलाई। सीमा मैले चाहिँ तँलाई अहिलेसम्म भनेको छैन, तर तँलाई ठुल्ठुलो आइब्रो बनाउँदा राम्रो देखिन्छ ल। सोच्थेँ क्या तँलाई मैले भनेको छैन कि तँलाई होइन यति राम्रो दारी यहाँ पुरै दारी बनाउँदा कति राम्रो देखिन्छ। मैले तँलाई अहिलेसम्म भनेको छैन, तर तँलाई पुरै यहाँबाट आइलाइनर लगाएर लिपस्टिक लाउँदा राम्रो देखिन्छ। सोच्थेँ क्या तँलाई मैले भनेको छैन कि होइन, तेरो आँखामा गाजर यस्तो गोलो पारेर लाएर यस्तो गरेर कोस तान्दाखेरि राम्रो देखिन्छ तँलाई। के गरे सीमाले यो मलाई पुतला बनाइदियो आफूलाई। मैले तँलाई भनेको छैन होइन, तँलाई पनि नाकमा चाहिँ एउटा कालो कोठी लगाउँदा राम्रो देखिन्छ है। सोच्थेँ तर मैले भनेको छैन कि होइन, तेरो निधार छ नि यस्तो ठुलो राम्रो निधारमा यस्तो त्रिशुल बनाउँदा खतरा देख्छ। सीमा मैले तँलाई भनेको छैन होइन, तर तँलाई यहाँनिर स्टार बनाउँदा राम्रो देखिन्छ ल। सोच्थेँ तर मैले भनेको छैन होइन, यस्तोमा तेरो छ नि यस्तो यस्तोमा रातो रातो लाउँदाखेरि राम्रो देख्छ ब्लस क्या। र अझै तँलाई मैले भनेको छैन, तर तेरो यहाँदेखि यहाँसम्म कालो दारी आएको राम्रो देखिन्छ। सोच्थेँ क्या तँलाई मैले भनेको छैन, तेरो आइब्रो अलि मोटो बनाउँदा राम्रो देखिन्छ नि। तँलाई मैले भनेको छैन, तर तेरो एउटा ठाउँ खाली छ त्यहाँनिर भर्नुपर्छ। अब के बनाएर हेरौँ त ल। नाक बनाउँदा राम्रो देखिन्छ किनभने तिम्रो पनि वहाँ नाक छ शिरमा नाक छ, त्यसैले गर्दा नाक बनाइदिएको गाइस। उसको पनि शिरमा तीनटा नाक छ होइन, म नाक यो त नाक हो, यो त एरो एरो नाक हो पनि। नाक हेर त उसको आइब्रो कति राम्रो छ, दारी हो। थ्याङ्क यू फर दिस मेकअप। थ्याङ्क यू भन्दिनँ म, यस्तो पुत्न जस्तो बनाइदिएछ भन्दिनँ म। तेरो त राम्रो छ भन् के मुख मेरो। कमेन्ट गर्नु ल गाइस, राम्रो छ भनेर कमेन्ट गर्नु ल। होइन है ल कसले उसले गरे राम्रो, मैले गरेर राम्रो ल।